हेलो गुड मर्निङ नमस्कार म विमल खड्का तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा। भन्दाखेरि म भ्लग नै हाल्छु बिस्तारै मिलाएर हैन। अहिले चाहिँ स्टोरीमा अनि कुबिरको डाँडामा आएको छु म। सबै रोपाइँहरू चाहिँ उ त्यतातिर हेर्नु त धमाधम चलिरहेको छ। उ त बिहिबारे भइहाल्यो हैन। कुबिर डाँडो त्यो चाहिँ के भन्छ वाबुनको त्यो के भन्छ त्यहाँ बिर्सिए अहिले, तल थाहा थियो। म अस्ति बल खेल्न गएको त्यहाँ हो हैन। यतातिर चैनपुर भयो पारिपट्टि यस्तो यस्तो भयो। मान डाँडा के मान डाँडा के भन्छ त्यहाँ बिर्सियो फेरि। त्यहाँ त्यस्तो भयो। अस्ति बल खेल्न पनि गएको त्यहाँ कुमार दाइहरूको घर। अनि कुबिरको डाँडामा छु म चाहिँ टक्कसँगले खुट्टा झारेर बसिरहेको छु यहाँनिर टक्क यतातिर हैन। यहाँबाट यस्तो यस्तो भिर छ यहाँ तल यस्तो छ। यसलाई उचित संरक्षण गरेर राम्रो बनाएर हामीले बनाउनुपर्छ है त। एउटा ठुलो झन्डा राखेर चाहिँ वरिपरि रेलिङ लगाएर यहाँ पर्यटकीय क्षेत्र राम्रो बनाउनुपर्छ। के अरे माथि हाम्रो छ नि निमनगढीमा त्यतिकै पर्यटकीय क्षेत्र यो पनि बन्न सक्छ है। एउटा यसलाई पनि व्यवस्था गर्नुपर्छ भन्दै मेरो दुई चार कुरा अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। म चाहिँ कफीको काम गर्न लागि कुमाले हिँडेको। अहिलेलाई यहाँ मनोज कता जोत्दैछन् अरे भनेर यसो मनोजलाई हिजो के छ हालखबर सुन्न आएको। सबैजनालाई मेरो हैन लाइक सब्सक्राइब सेयर गरिदिनु होला। मेरो दुईटा युट्युब च्यानल एउटा पेज छ, म फेसबुक छ, टिकटक सिकटकमा यसो टुच्च फलो गरिदिनु होला है त। तपाईहरुलाई पनि म सपोर्ट गर्छु, मलाई पनि गरिदिनु होला है त। थ्याङ्क यू सो मच। कुबिर सिधै कुबिर डाँडाबाट हेर्नु त कस्तो दामी छ। तलबाट हामी परबार यताबाट यस्तो पनि आएको छिरेको। तर अब अहिले चाहिँ कस्तो बाटो थाहा छैन। एक्लै चाहिँ सकिँदैन त गाह्रो पर्छ। साथीहरू भयो भने अहिले पनि सकिन्छ है त। यस्तो छ बाटो ठाउँ चाहिँ यस्तो छ। यो चैनपुर पारिपट्टिको दामी भ्यू चाहिँ यहाँ आउँछ है त।